अब यो घरको पनि केटी दिएन भने चाहिँ तैँले बिहा नगर्नु। यहाँ चाहिँ ज्यादा नबोल न तिमी, जहिले पनि तिम्रै मुखले गर्दा खेदा खान्छु। म ढाट्नु सक्दिनँ, जे छ त्यही म भनिहाल्छु। ढाँट्नुपर्छ आमा, अहिलेको जमानामा अलिअलि ढाँट्नुपर्छ, नढाँटी हुँदैन। त्यसो त आफै बोल, म बोल्दिनँ। के जोड बोलेको? नमस्ते। नमस्ते। अब छोरी त माग्न आउनु भएछ, हुन त हाम्रो पनि छोरीको उमेर पुगेकै हो, दिनु त पर्ने नि हो। तर अब ज्वाइँको हुनेवाला ज्वाइँको बारेमा पनि बुझ्नु पर्यो। उहाँ ज्वाइँले चाहिँ के गर्नुहुन्छ? म चाहिँ बिजनेसहरू गर्छु। अब कोही कोही बेला आउट कन्ट्रीहरू पनि जान्छु। त्यही घरमा पनि अब सुख शान्ति छ। आमा एक्लै छ होइन, आमाको लागि बिल्डिङ छँदैछ, टोइलेट बाथरुमहरू सबै ठिकै छ। राम्रो रहेछ त अन्त। मलाई त टोइलेट पाए त हौ, टट्टी चाहिँ कहाँ छ हौ? ए सम्धिनीलाई त बिटाइममा पो टोइलेट आयो त। ए हिजो पार्टी थियो कि, यसो गाउँको धनी धनी मान्छेहरूलाई बोलाएर चाहिँ पार्टी दिएको थियो नि त। अन्त त्यहाँनिर नि त्यो चिकन चिल्ली, पोर्क चिल्ली, खै चाउमिन, पिज्जा किसिम खाएर पेट बिगारी पठायो। ए त्यसो भए त लिभर भयो नि, के ग्यास्ट्रिक भयो? अब त्यही भोलि डक्टरकोमा लैजाउँ भनेर नि, लिभर हो कि ग्यास्ट्रिक हो। अब ग्यास्ट्रिक हुँदा पनि लिभर हुँदा पनि भुँडी त दुख्छ नि। टोइलेट चाहिँ कस्तो छ सम्धिनीको? छैन टोइलेट। हामी आमा छोराले त बास घाँटीमा होक्छौँ।